नमस्कार, हार्दिक स्वागत छ तपाईलाई इनर उडान युट्युब च्यानलमा। यो च्यानल हो तपाईको मनको आवाज सुन्ने ठाउँ, जहाँ जीवनका उतार चढावलाई आत्मबल र आशाले जित्ने कुराहरू हुने गर्छन्। प्रस्तुत छ आजको नयाँ एपिसोड, नयाँ भिडियो। मन जित्ने कुराहरूको मध्येमा हजुर हामीलाई सधैँभरि आवश्यकता पर्ने चिज स्वास्थ्य हो। हजुरले सही सुन्नु भएको छ। इनर उडानको आजको प्रस्तुति रहेको छ स्वास्थ्य। स्वास्थ्य के हो भन्ने प्रेरणादायी र मन छुने कुराहरू हाम्रो युट्युब च्यानल इनर उडानमा प्रस्तुत गरिएको छ। आशा छ मन पराइदिनु हुनेछ। केवल शरीर राम्रो हुनु मात्र स्वास्थ्य हो त हो। आजको विषयमा स्वास्थ्यको बारेमा हामीले गहिरो कुरा लिएर आएका छौँ। केवल शरीर राम्रो हुनु मात्र स्वास्थ्य हो त भन्ने विषयमा कि अझ गहिरो केही छ? सुन्नुहोस् है। हो, धेरै कुराहरू छन् स्वास्थ्य भने। स्वास्थ्य के हो भने पुनः परिभाषा गरौँ तपाईलाई। हामीले बाल्यकालदेखि सुन्दै आएको कुरा थियो। बाल्यकालदेखि हामीलाई सिकाइएको थियो स्वास्थ्य हुनु भनेको बिरामी नहुनु हो भने। तर स्वास्थ्य हुनु भनेको बिरामी नहुनु मात्र होइन। आज म तपाईलाई सोध्न चाहन्छु, जब तपाईको शरीर दुखेको बेला मात्र तपाई अस्वस्थ हुनुहुन्छ त? पक्कै पनि होइन। कि मन थाक्दा तपाई अस्वस्थ भएको फिल गर्नुहुन्छ? त्यो पनि एउटा पाटो रहन्छ साथीहरू। मन थाक्दा पनि जीवन फलिन्छ। जीवनमा जिन्दगीमा एकदम दुःख अस्वस्थ भए जस्तो फिल भएको हुन्छ। स्वास्थ्य भनेको केवल बाहिर होइन, यो भित्रको आवाज हो। स्वास्थ्य हुनु भनेको केवल नखाने कुरा टार्नु होइन, नकारात्मक सोच, रिस, डर र घृणालाई पनि टार्नु हो। स्वास्थ्यका 3 स्तरहरू हुन्छन्। ती स्तरहरू भनेको शरीर, मन र आत्मा हुन् साथीहरू। हजुरहरूले कहिले पनि यस चिजलाई मनन गर्नुपर्ने छ। स्वास्थ्य भनेका 3 स्तरहरू छन्, जो हाम्रो आफ्नो शरीर, आफ्नो मन र आत्मा। शरीर, बडी। यदि हाम्रो शरीरले सन्तुलित खाना, नियमित व्यायाम र निद्रा पूरा गर्न पाएको छैन भने यी बिना हाम्रो शरीर बिस्तारै थाक्न थाल्छ। तर हामी कामको दौडमा कहिलेकाहीँ खानालाई हेला गर्छौँ, खानालाई भुल्छौँ, खानालाई ढिला गर्छौँ, बिर्सिने कोसिस गर्छौँ भने कहिले हामी निद्रालाई। तर सम्झनुहोस्, तपाईको शरीर, तपाईको यात्रा भनेको तपाईको साधन हो। यसलाई सम्मान गर्नुपर्छ साथीहरू। होइन भने यो स्वास्थ्य बिग्रियो भने हामीलाई ठुलो समस्या आइपर्छ। सो त्यस कारणले हामीले स्वास्थ्यलाई ध्यान दिनुपर्छ।